सबैजनालाई जय मसी। देख्दै हुनुहुन्छ म चाहिँ चट्टानै चट्टान। हामी यता चाहिँ पोखरा भन्छौँ, यो पोखराको छेउमा छु र यो पोखरा हेर्दै गर्दाखेरि पिरियड यो यति वर्ष पुरानो, वर्षौं वर्षदेखि यो ठाउँमा छ क्या। यसमा पानी पर्छ, हावाहुरी चल्छ र पनि यो यस्तै छ क्या, भत्किएको छैन। अनि यदि तपाईँ र मेरो विश्वासलाई नि यस्तै बनाउन चाहन्छौ भने नि आजको वचन तपाईको निम्ति है। मत्ती 7 को 24 र 25 मा चाहिँ यस्तो छ, यसकारण जसले मेरा यी वचन सुन्छ र पालन गर्छ, म एकजना बुद्धिमान मानिससँग त्यसको तुलना गर्छु जसले आफ्नो घर चट्टानमाथि बनायो। अनि 25 मा अनि पानी पर्यो र बाढी आयो, अनि हुरी चल्यो र त्यस घरमाथि बजारियो र पनि त्यो घर ढलेन, किनकि त्यो चट्टानमाथि बसालिएको थियो रे क्या। आज तपाईँ र मेरो विश्वास चाहिँ कस्तो छ? यस्तै चट्टान जस्तै चट्टानमाथि तपाईँले जग बसाल्नु भएको छ भने, चट्टान जस्तै विश्वास गर्नु भएको छ भने नि हावा हुरी चल्दै गर्दा पनि, आधी बेरी आउँदै गर्दा, पानीहरू आउँदै गर्दा, बाढी आउँदै गर्दा पनि नि यो चाहिँ जस्तोको तस्तै रहन्छ रे क्या, बलियो हुन्छ, घर ढल्दैन। भनेको नि तपाईँको जीवनमा समस्या आउँछ, अभाव आउँछ, सताव आउँछ, खेदो आउँछ, दुःख आउँछ, कष्ट आउँछ, जस्तो सुकै अवस्थामा पनि तपाईँ बलियो भएर परमेश्वरमा आशा भरोसा राख्न चाहिँ छोड्नु हुँदैन भने तपाईँ चाहिँ बलियो हुनुहुन्छ क्या। तपाईँ कहिल्यै पनि ढल्नु हुँदैन कि प्रियहरू। तपाईँ बलियो भएर, तपाईँ स्थिर भएर रहनुहुन्छ। यहाँ चाहिँ के भन्नुभएको छ? जसले चाहिँ मेरा वचन सुन्छ र पालन गर्छ त्यसलाई चाहिँ म बुद्धिमान भन्छु भन्नुभएको छ कि यसु प्रभुले। आज के तपाईँले परमेश्वरको वचन सुनेर पालन गर्दै हुनुहुन्छ? के तपाईँले परमेश्वरको वचन सुनेर त्यस वचनलाई चाहिँ तपाईँको जीवनमा उतार्नु भएको छ? आज चाहिँ तपाईँ आफैले खोतल्ने विषय हो क्या। म चाहिँ कस्तो ठाउँमा बनेको घर छु। तपाईँ एउटा यो शरीर हो, हामी एउटा घर हो नि त, मन्दिर हो नि त, होइन? पवित्र आत्माको मन्दिर भन्छ भने हामी घर हो, सब कुराले बनिएको छ नि त। यहाँभित्र अङ्ग प्रत्यङ्गहरू छ, हामी सबै संसारै बोकेर हिँडेका छौँ नि त घर भइसकेपछि, होइन? त्यसैले तपाईँको घरलाई सुरक्षित राख्ने, तपाईँको घर चाहिँ कस्तो ठाउँमा बनाउँदै हुनुहुन्छ? यो चट्टानलाई हेर्दै गर्दा होइन यस्तो बलियो छ, यसमा चाहिँ हामी बस्न नि सक्छ। पानी पर्यो भने मजाले बस्यो भने यहाँ ओत पनि लगाइदिन्छ, हामी कहीँ भेच्दैनौँ क्या। यस्तो चट्टान छ क्या। आज परमेश्वरले तपाईँ र मलाई यस्तै चट्टान जस्तै बनाउन खोज्नु भएको छ। यदि तपाईँ र म चाहिँ परमेश्वरको वचनलाई विश्वास गर्छौँ भने है, तपाईँ विश्वास गर्नुहोस्। जुन कुरा सुन्नु भएको छ त्यो सुनेको कुरालाई विश्वास गर्नुहोस्। विश्वास चाहिँ सुनेर आउँछ भनेर बाइबलले भन्छ। तपाईँ कस्तो कुरा सुन्दै हुनुहुन्छ? तपाईँले चाहिँ वचनका कुरा, बाइबलका कुरा र परमेश्वरको कुरा सुन्नुभयो भने अभियसली रूपमा पनि तपाईँ बलियो हुनुहुन्छ, चट्टान जस्तै हुनुहुन्छ र तपाईँ बुद्धिमानी मानिस बन्नुहुनेछ।